गीत गाइयो परपर निर्मायामा कुरी जालैमा। सो आज हामी जाँदैछौँ फेमस युट्युबरसँग चितवनको सौराहाट डुल्नलाई र सौरा गएर भेट्नेछौँ हामीले चितवनको प्यारा प्यारा हात्तीहरूलाई। हेलो हेलो। र हात्ती मात्र नभएर एक सिङ्गे गैडा, जङ्गली कुखुरा, क्रोकोडाइल र थुप्रै कुराहरू चाहिँ हामीले हेर्नेछौँ। सो हाम्रो पुलचोकदेखि सौरासम्मको जर्नी के कस्तो भयो हेर्नु होला है त। हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। र के छ तपाईँहरूको हल्ली चल्यो, तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ होला। र म चाहिँ तपाईँको क्यान्सरफेक्स। र तपाईँले भिडियोको थम्बनेल टाइटलबाट त बुझिसक्नुभयो होला हामी आज कहाँ जाँदैछौँ र कसलाई भेट्न जाँदैछौँ भनेर। सो त्यही पनि फेरि एकचोटि भनिदिन्छु होइन। आज चाहिँ हाम्रो फ्री फायरको एकदमै चल्दो बल्दो युट्युबर एज वेल एज टिकटकर हाम्रो एफओ गेमर हाम्रो मामा चाहिँ आज चितवन आउनु भएको रहेछ। मलाई कल गर्नु भएको थियो, नम्बर छोड्नु भएको थियो। भान्जा आउन त पुलचोकतिर भेटघाट गरौँ भन्नुभएको थियो। सो म नि भर्खर ठ्याक्क उठेको थिएँ, अनि उठेँ, खानासाना खाएँ, कपडा लगाएँ, अनि निस्किन लाग्यो। सो अब चाहिँ लाइक जाम भेटौँ होइन मामालाई, पुलचोकतिर गएँ म रेकर्ड गर्छु। यहाँबाट जान लगभग 50 मिनट जति लाग्छ होइन। सो गएर म रेकर्ड गर्छु, रमाइलो गर्नुपर्छ। एफओ गेमरको फेरि क्रेजै औडा छ हौ टिकटकमा हाम्रो मामाको त। आज म पनि लाइक हुन्छ नि भ्लग चाहिँ गरिरहेको छु कि भ्लग गर्ने कन्फिडेन्स छैन, यसो ट्राई गरिदिउँ न भनेर हो। सो के हुन्छ कसो हुन्छ हेर्नु है त। कत्रो ठुलो हो यार, मै मात्र रहेछ यार दुब्लो त। मै मात्र रहेछ यार दुब्लो, सानो त यार सबैमा भन्दा ठुलो यार। कहाँ हुन्छ यस्तो ए ल ठिक छ नि है केटाहरू, ए नसकिनु त हो मामालाई। अनि के गर्नु त, गर्मी छ। अस्ति आएको यार, मैले तिमीलाई अस्ति हिजो पनि मेसेज गरेको थिएँ। हिजो म तपाईँले ठ्याक्क मेसेज गरेको बेलामा के भयो भने मम्मी र भयो खाना बनाउँदै बसेको थिएँ, खाना खाँदै अब 12 बज्यो, काम गर्नु पऱ्यो त्यस्तै। अर्को हाम्रो अर्को युनिट भन्दा पनि छ कि क्यामेरा त वायर्ड छ त। मोबाइल खिच्दैछ त कपाल चाहिँ हो क्या कति मजाको छ हो कपाल। मामाहरूले खानासाना खानुभयो, अब चाहिँ हाम्रो सौरातिर लाग्ने मामा भान्जा अनि अगाडिपट्टि मामा भान्जा र अगाडिपट्टि माइजू साथी सबैजना युजर ऊ चाहिँ प्यानल युजर है। हानेको मैले उसलाई भेट्ने अनि हामी केटा हो प्यानल युजर भेटेपछि मैले छोड्दिनँ भनेर। अब हामी चाहिँ सौरातिर जान्छ। ल अब हामी टक्क लगाएर सौरा जान्छौँ। सौरामा के हुन्छ हेर है त, मजासँग रमाइलो गर्नुपर्छ। आज सबै भिडियो हामी खिच्ने कोसिस गर्छौँ है। खिच्ने कोसिस चाहिँ गर्छौँ, तर एडिट गर्दा के कस्तो हुन्छ हामीलाई थाहा छैन। ल अहिले चाहिँ हामीलाई भन्छ होइन, अहिले चाहिँ हामी अब टक्क ट्याक्सी बुक गरियो। ल भन्छ ल है त नि, ट्याक्सी बुक गरियो। हामी यहाँबाट पुलचोकबाट ट्याक्सी हाम्रो रिजर्भ भइसकेको छ। अब यहाँबाट हामी यन्त्र झर्दैन यति लाग्छ होइन। यहाँबाट हामी जाँदैछौँ अब सिधै सौरा बाघ हेर्न जाँदैछौँ। अब बाघ त त्यस्तै नेपाली घर पनि भेटे सौरामा नेपाली घर। अब हामी चाहिँ जङ्गल सफारीको लागि हाम्रो गाडी चाहिँ हिँडिसकेको छ। हाम्रो टोली यहाँ टन्नै भएको। अर्को गाडी पनि त्यहाँ पनि रहेछ। ब्याक टु ब्याक सबै गरेर जाने होला सायद हाम्रो। ल कान्छा याफएफ हैन याफएफ न्यूज कभर गर्ने मान्छे यता हाम्रो एफओ गेमर मामा
जगल्टे मामा यता जगल्टे मामाको प्यारी श्रीमती हुनु बाँकी नै छ 2-4 दिन बाँकी छ म चाहिँ खतरा ल त मलाई जानी म कता बस्ने यहीँ त्यही भएर हुन्छ जहाँ भएर हुन्छ त्यही भएर हुन्छ ए अब भाग्छ के फेरि बाघ आयो भने भाग्दैन त ल हुन्छ ल मान्छे दौडा हात्ती पनि भाग्छ होइन अरू भाग्छ खै कोकोटाले खै मैले के सौरा बाउ त्यस्तै थियो हजुर सिमाना है नर्थ बााउन्ड्री नेसनल पार्कको 3टा मेजर रिभर चाहिँ नेसनल पार्क बााउन्ड्री छ हजुर राप्ती रिभर अनि रिउ रिभर भनेको साउथ बााउन्ड्री नेसनल पार्क हो र वेस्ट बााउन्ड्री भनेको नारायणी रिभर र यस रिभरमा हामीले चाहिँ किसिमका गोहीहरू लगायत चाहिँ चरा ए मिर्गा यही रहेछ मिर्गा या वेट ब्याक गर त भाइ थोरै मिर्गा है मिर्गा यही यही अझै थोरै ब्याक गर्नु त यही 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 छ त मिर्गा उहाँहरूले 3टा रहेछ नि त 4वटा रहेछ बिस्तारै हेर्दै जाउँ के नै छ 4वटा रहेछ नि त त्यो सेम झुलमै बस्छ क्या सर पातको र त्यसको अब यो स्यालको बनाउँछ भनेपछि यसको त किन नभन्नु होइन मान्छेहरू उहाँ विदेशतिर त्यो अब त्यस्तो किङ कोब्राको त अब रक्सी बनाएर खाइरहन्छ जम्म अब जाऊ भाइ जाऊ अलि राम्रोसँग हेर्नु है बेबी तपाईँ म हेरिहाल्छु हल्का यहाँ चाहिँ 2टा छ है एउटा सानो छ अलिकति एउटा ठुलो छ ए यहाँ रहेछ नि त घडियाल गोही भन्छ यसको चाहिँ लङ पोइन्टेड स्नट स्टेट लाइन बडी र यसको चाहिँ मेन हेबिटेट भनेको रनिङ वाटर अर्को चाहिँ कतापट्टि छ 2टा छ कि एउटा छ 2टा छ यतापट्टि आँखा मात्रै देखाएर छ त्यहाँ हिँड भन्नु मिल्दैन अनि बाटोमा बाघ आएर हामीलाई हान्न मतलब झमट्न आयो भने तपाईँ लड्नुहुन्छ बाघसँग ए अर्को चाहिँ यहाँ सुतिरहेको रहेछ कुनै डाउटै छैन दाइसँग कन्ट्र्याक्ट यहाँ छ अर्को चाहिँ यहाँ छ दाइल त बाघलाई कल गऱ्यो नि फुत्त जान्छ ए हात्ती हेलो हेलो केही गर्दैन 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 कि त्यो सुडमा राख्दैन केही गर्दैन कि नडर को नाम के हो सोध्नु पर्ने नाम के हो दाजु आशीर्वाद दियो त्यो भुसेनाहरूलाई के त केही गर्दैन 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 कि त्यो सुडमा राख्दैन केही गर्दैन कि नडर को नाम के हो उहाँलाई सोध्नु पर्ने नाम के हो दाजु केही गर्दैन केही गर्दैन त्यो भुसेनाहरूलाई के त
कतै केही देखियो भने फ्याट्टै लगाएर खिच्छु भनेर यस्तो चारतिर हेर्दा केही देखेकै छैन देखियो न त गैडा देखियो न त स्याल देखियो रुखै मात्र देखेको छु तपाईँ बाघ म स्याल ओइ ऊ गैडा ला ऊ हात्ती अरू सबै के अरे घुम्न आउने मान्छे हामी चाहिँ त्यति अरू चाहिँ घुम्न आउने मान्छे हेर्न आउने मान्छे ए बाघ देखियो है बाघ देखियो मान्छेहरूले के छ भने के छ भन्छ हल्ला नै बिस्तारै बता त हत्ता हुन्छ मम्मी भन्नु न ओए सब यहाँ त मुडै मुडा छ त अलि बिस्तारै एकछिन मोबाइल निकाल ए हामी यहाँ त फर्केर घर जाने हो निकाल ललिपप किनिन्छ एउटा गैडा ऱ्याङ ऱ्याङ भनेर आएको राइनोज उही पुस्कर मेरो काटे काटे त हुन्छ कुनैको त लड्दै भएको एकअर्कामा चाहिँ जुधिरहेको हुन्छ विशेष गरी मेटिङ सिजनमा होइन अब फिमेललाई एट्र्याक्ट गर्नलाई चाहिँ मेल फिमेल एकअर्कामा वार भइरहेको हुन्छ है अब जो जित्यो त्यो चाहिँ डन हुन्छ होला होइन म्यामल शरीरमा त्यस्तो हुन्छ क्या त्यसो त पावर हेलो देख्दैन के निलो निलो ए देखे देखे उया बीचमा उया खै कहाँनिर छ उया दुईटा उया रुखको बीचमा जुम गर्नु चस्मै खोलेर हेरेपछि झन् आँखा खोलेछ नदेख्ने मान्छे ब्युटी पार्लर नभएर पोथी चाहिँ नराम्रो भयो हो नि त नि होइन त कुखुरा पनि देखियो अर्को पनि सानो हो कति धेरै समातम न अङ्कल एउटा लिएर जाम मोबाइल दोकान कत्रो सानो है वनकुखुरा यस्तै हुन्छ सानै हुन्छ यो यस्तो हो कि उमेर आएको जुन नआएको के पानी पनि हाल्यो क्या तिमी होइन हालिन यार तेरो त्यो क्यामेरा भयो तर क्या सही आउँदो रहेछ यार भयो मुटुमै बसियो नि इट्स मी हावाबाज म हावा भन्दा पनि धेरै नै हावा छु ओके धन्यवाद या यस्तो पोज हान्ने हो न सस्ता शाहरुख खानको पार्ट तर क्या दामी देख्दो रहेछ है हेलो के छ सबैको हालको मामाले माइजूको फोटो खिच्नको लागि यति मेहनत गरिरहेको छन् ओ यो को के यो जङ्गल हो ओए यो त हाम्रो एफो गेमर मामा होइन मामा ठिक छ भान्जा तपाईँ कहाँबाट छिदनु ओए केटा गर्छु ल तिमीलाई गर्छु ल यस्तो हावाबाज बनाउने फेरि हो ल अलि माथि आउँछु ल देवीथान मन्दिरबाट आइरहेको छु म ओ यो को ल कान्छा रहेछ यार अम्मा बिग ब्याड ए पोकेमरमा पनि रहेछ यता मलाई त्यो बिचमा बस्नु न कति दामी यो हुन्छ कि आम्मा शाहरुख खान बुझिदिरहेको छु फेरि सो गरिदिन्छ अहिले मामा कान्छा याको चुटी नि डोना हो नि फेरि आम्बो गाडी चलाएछ रन गीत आउँदैन नत्र गाउनु सरी क्यामेरालाई नै यसो गर्नु ओए बदेल नखराउन न भाग्योला
अनि खाम्रो पानी मजाले लागेको मजाले लागेको आमा देखेर बोधे लागेको बल परो निर्माया माकुरी जालैमा बल परो निर्माया माकुरी हामी फेरि सौरा आइयो फर्किने बेलामा सबैले गीत गाइयो परो निर्माया माकुरी जालैमा परो निर्माया माकुरी जालैमा अब हामी जाँदैछौँ पुलचोक तपाईँहरूलाई हामी सौरा घुमेको है अब पुलचोक त देखिराख्नु भएको कति देखिराख्नु बालले त यहाँ गरिसक्यो तपाईँलाई कस्तो लाग्यो टक्क लाएर भिडियो लाइक दिनुहोस् कमेन्ट गर्नुहोस् र मेम्बरसिप लेख्नु भएको छैन भने च्यानलमा मेम्बरसिप पनि लेख्दा हुन्छ अझ झन् सुपर थ्याङ्क्स झन् मोबाइल अति नै हामी चुम्मा दिन्छ कमेन्टमै चुम्मा ल ल त्यति भन्दै हामी फेरि भेटौँ ल अर्को भ्लगमा यस्तै रमाइलो भ्लग्स हेर्नको लागि सब्सक्राइब गरेर राख्नुहोस् कसरी भन्दाखेरि यस्तो रमाइलो भ्लग्स हेर्नको लागि यो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला ठ्याप्प लगाएर च्याप लाएर